यस भिडियोमा किराँतकाल सम्बन्धी सम्पूर्ण जानकारीहरू, लोकसेवाले सोध्न सक्ने प्रश्नहरूको बारेमा सम्पूर्ण जानकारीहरू दिने प्रयत्न गर्नेछु। नेपालमा चाहिँ अहिर अथवा महिषपाल वंश पछाडि भनेको यो अहिर महिषपाल भन्नु एउटै वंश हो। उहाँहरूको शासन पश्चात चाहिँ किराँतकालले शासन सुरु गरेका थिए। महिषपाल वंशका अन्तिम राजा भुवन सिंहलाई चाहिँ युद्धमा पराजित गरे पश्चात किराँती प्रथम राजा यलम्बरले शासन सुरुवात गर्नुभएको थियो भने किराँत वंशको पहिलो राजा प्रथम राजा यलम्बर हुन् भने अन्तिम राजा गस्ती हुन्। गोपाल वंशावली अनुसार किराँतको मुख्य वासस्थान तामाकोशी र सुनकोशी बीचको भूभागमा रहेको थियो। यिनीहरू चाहिँ सुनकोशी र तामाकोशी बीचको भूभागमा जति पनि भूभाग छ त्यस बीचमा र बस्ने गरेका थिए। किराँतीहरूको मुख्य धर्म शैव धर्म थिए र प्रमुख ग्रन्थ चाहिँ उहाँहरूको मुन्दुम रहेको थियो। यो समयमा चाहिँ द्वापर युगको अन्त्य र कलियुगको सुरुको समय थियो। भनेको द्वापर युगको अन्त्यतिर किराँत वंशले शासन सुरुवात गर्यो भने उहाँहरूको शासन अवधि चाहिँ कलियुगसम्म रहेको थियो। नेपालको सबैभन्दा पुरानो मूर्ति चाहिँ जुन विरूपाक्षको मूर्ति हो, जसको मूर्ति चाहिँ किराँतकालमा बनेको थियो। यो एकदमै महत्त्वपूर्ण रहेको छ। यो परीक्षामा सोधिसकेको पनि हुनसक्छ। नेपालको सबैभन्दा पुरानो मूर्ति चाहिँ विरूपाक्षको मूर्ति हो, जसको जुन मूर्ति चाहिँ कुन कालमा बनेको थियो अथवा कुन वंशको शासनमा यसको स्थापना भएको थियो भन्दा किराँत वंशको समयमा यो मूर्ति बनेको थियो, पुरानो मूर्ति। गोपाल वंशावली अनुसार 32 जना राजाले 1500 वर्ष, राइट वंशावली अनुसार चाहिँ 29 जनाले 1118 वर्ष शासन गरेका थिए। भनेको चाहिँ गोपाल वंशावली अनुसार चाहिँ 32 जनाले चाहिँ 1500 वर्ष शासन सञ्चालन गरेको थियो भने राइट वंशावली अनुसार चाहिँ 29 जना मात्र किराँतीले 1118 वर्ष शासन गरेको कुरा उल्लेख गरेको छ। भने यो चाहिँ नेपालमा जति पनि वंशजहरूले शासन गर्नुभयो, यो किराँतकाल चाहिँ सबैभन्दा लामो समय शासन गर्ने वंश रहेको छ। यलम्बरको नामबाट पाटनको पुरानो नाम चाहिँ यला रहन गएको भन्ने भनाइ छ। कुन किराँती राजाको पालामा महाभारत युद्ध भएको थियो भन्दा छैठौँ राजा हुमतीको पालामा चाहिँ महाभारत युद्ध भएको थियो र महाभारत युद्ध हुमतीले चाहिँ पाण्डवको पक्ष लिएको कुरा उल्लेख गरेको छ। सातौँ राजा जितेदास्तीको पालामा गौतम बुद्ध नेपाल आएको कुरा चाहिँ चर्चा छ। सातौँ राजा जितेदास्तीको पालामा बुद्ध चाहिँ नेपाल आउनुभएको कुरा चाहिँ चर्च वंशावलीमा उल्लेख गरेको छ। सम्राट अशोक नेपालको 14औँ राजा स्थुङ्गोको पालामा नेपाल आउनुभएको थियो। सम्राट अशोकले नेपालमा आएर विभिन्न स्तम्भहरूको निर्माण गर्नुभएको छ र छोरीको विवाह पनि नेपालमा नेपालका राजकुमारसँग गरिदिनु भएको छ। उहाँ चाहिँ 14औँ राजा किराँती राजा 14औँ राजा स्थुङ्गोको पालामा नेपाल आउनुभएको थियो। सम्राट चाहिँ त्यतिखेर लुम्बिनी र कपिलवस्तुमा आएको कुरा उल्लेख छ। सम्राटका छोरीको विवाह चाहिँ देवपालसँग गराएका थिए। सम्राटले चाहिँ नेपालमा 4 स्तूप बनाएका थिए। कुन राजाको पालामा नेपालको पहाडी भागमा किराँत रूपी धरी शिव र अर्जुनबीच युद्ध भएको थियो भन्दाखेरि छैठौँ राजा हुमतीको पालामा युद्ध भएको थियो, जुन शिव र अर्जुन बीचमा। किराँत कालको शुभारम्भ चाहिँ ईसापूर्वक 1500 भएको थियो। किराँती राजा यलम्बरको पूर्ण कदको शालिग चाहिँ शङ्खा सभामा रहेको छ। यो किनकि यो किराँती प्रथम राजा भएको कारणले गर्दा पनि यो महत्त्वपूर्ण छ र पूर्ण कदको शालिग चाहिँ शङ्खा सभामा रहेको छ। कसको भन्दा राजा यलम्बरको।
28औँ राजा पटुको पालामा गोकर्णबाट शासन सञ्चालन गरे तापनि राजधानी चाहिँ शङ्खपुलमा राखिएको थियो। यो चाहिँ के छ भन्दा 28औँ राजा पटुको पालामा चाहिँ यो अन्य जुन त्यसपछिको शासन लिच्छवीहरूले गर्नुभयो, लिच्छवीले शासन गरे, त्यो लिच्छवीहरूको आक्रमणबाट बचाउनका लागि चाहिँ पटुले चाहिँ 28औँ राजा पटुले चाहिँ शासन केन्द्र एक ठाउँबाट र राजधानी अर्को ठाउँमा यसरी छुट्टा छुट्टै राख्नुभएको थियो र हामीले यसरी छुट्टा छुट्टै पढ्नुपर्छ। गोकर्णबाट शासन सञ्चालन गर्नुभयो भने राजधानी शङ्खपुलमा राख्नुभएको थियो भने कसको पालामा भन्दा 28औँ राजा पटुको पालामा थियो। त्यसपछि किराँतकालमा चाहिँ कुथेर, मापचोक, लिङ्गबल, सुल्ली जस्ता प्रशासनिक व्यवस्था रहेको थियो। किराँतकालमा कुथेर भनेको कर मामिला सम्बन्धी हेर्ने, मापचोक भनेको के थियो, लिङ्गबल भनेको चाहिँ कुलोहरूसँग सम्बन्धित, सोल्ल भनेको चाहिँ यो चाहिँ पञ्च अपराधहरूको चाहिँ समाधान गर्ने, माप्चो भनेको चाहिँ विवाहतिर दिने दाइजोहरूको बारेमा, दाइजो जस्ता कुरासँग चाहिँ समस्याको समाधान गर्ने, विवादको समाधान गर्ने यो चाहिँ प्रशासनिक व्यवस्था थियो। राजालाई चाहिँ हाङ भनिन्थ्यो भने मन्त्रीलाई तुम्याङ भनिन्थ्यो। यो राजालाई के भनिन्थ्यो भनेर चाहिँ कोशी प्रदेशको सुब्बामा सोधिसकेको प्रश्न हो। राजालाई हाङ भनिन्थ्यो भने मन्त्रीलाई तुम्याङ भनिन्थ्यो। किराँत कसका सन्तान हो भन्दा महादेवका सन्तान हुन्। सो समयमा बोलीचालीको भाषा चाहिँ संस्कृत थियो। राजतन्त्रको विकास कुन कालमा भएको हो थियो भन्दाखेरि किराँतकालमा भएको थियो। इन्द्रजात्राको दिन इन्द्रचोकमा प्रदर्शन गरिने आकाश भैरवको शिरलाई चाहिँ कसको मूर्ति मानिन्छ भन्दा यलम्बरको मूर्ति मानिन्छ। किराँती राजा हुमतीले महाभारतको युद्धमा कसको पक्ष लिएका थिए भन्दा पाण्डवको पक्ष लिएका थिए। सम्राट अशोकले राखिएको शिलालेखको आधारमा नै गौतम बुद्ध चाहिँ लुम्बिनीमा जन्मेको हो भन्ने हाम्रो प्रमाण हो। सम्राट भारतका कुन राज्यको शासक थिए भनेर भन्दा मगध राज्यका चाहिँ शासक हुनुहुन्थ्यो। नेपालको सबैभन्दा पुरानो लिपि चाहिँ ब्राह्मी लिपि हो, जसको चाहिँ पहिलो पटक प्रयोग सम्राट अशोकले बनाएको शिलालेखमा उल्लेख गरेको छ। अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको थियो भन्दा पाली भाषाको प्रयोग गरिएको थियो। अशोक स्तम्भको स्थापना कहिले गरिएको थियो भन्दा ईसापूर्व 249मा गरेको थियो भने चारुमतीले बसाएको सहरको नाम के थियो भन्दा चाबाहिल थियो। चारुमती र देवपालले बनाएको नगरलाई चाहिँ देवपतन भनिन्छ। यो चाहिँ देवपालले बसाएको नगर पनि भनिन्छ। जे भए पनि चारुमती र देवपालले बसाएको नगर भने पनि, देवपालले बसाएको नगर भने पनि यसको नाम चाहिँ देवपतन थियो। अशोक स्तम्भको उचाइ चाहिँ 20 फिट रहेको छ। सम्राट अशोक नेपाल कहिले आएका थिए अथवा कहिले आउनुभएका थिए भन्दा ईसापूर्व 245मा आउनुभएको थियो भने स्तम्भ चाहिँ 249मा बनाउनु भएको थियो। लुम्बिनी कसले पत्ता लगाएका थिए भन्दा डाक्टर फुहररले पत्ता लगाउनु भएको थियो भने डाक्टर फुहरर नेपाल कहिले आउनुभएका थिए भन्दा सन् 1896मा नेपाल आउनुभएका थिए। धन्यवाद।